देख्न सक्नुहुन्छ यस्तो दामी दामी कपडा पाइन्छ। यस्तो दामी दामी यो कपडा लगाएपछि यस्तै सुन्दर सुन्दर देखिन्छ। मोगराको फुलहरू छ, फुल लगाउन पानीपुरी मनपर्छ नि यतातिर छ पानीपुरी। ट्याफी त फेरि पनि झाल्दै आयो क्या स्टलहरू हुँदैछ यतातिर। क्या थियो हो भेलेचेरीको रेलवे स्टेसन। यता चाहिँ बस्ने सिट रहेछ है, यहाँनिर बस्नुपर्छ। फाइनली लाइट हाउस घोडामा चढ्ने। आउँदैछु हजुरलाई। हामी चाहिँ यता हेरेको हेरेछ गाइस, यता हेरेको हेरे। हजुरले पनि यतातिर हेर्नु होला गाइस। समुद्रको बिचमा छौँ हामी, सानो कुमा त छ हजुर। समुद्रै समुद्र, तपाईँले आँखाले भ्याइ नभएको समुद्र देख्न सक्नुहुन्छ। वाउ यस्तो समुद्र बाटो। फाइनली हामी मेरिना ब्रिज समुद्रमा पनि आइपुग्यौँ है। यहाँ देख्न सक्नुहुन्छ कति क्राउड। यता छौँ है साथी हो यतातिर। हजुर कतातिर हुनुहुन्छ हो साथी हो, आउनुहोस् है समुद्र घुम्न। देख्न सक्नुहुन्छ हजुरहरूको साथमा अलिकता पैसा छ भने पैसामा यस्तो घोडामा चढेर पनि फोटो खिच्न सक्नुहुन्छ, भिडियो बनाउन सक्नुहुन्छ। हामी चाहिँ यतातिर पैदल यात्रा, हामीलाई पैदल यात्रामा हिँड्ने हो। आफू त घोडामा चढ्ने पैसा हुँदैन गाइस, पैसा छैन। पैसा भएपछि यस्तो घोडामा चढेर घुम्नुपर्छ। देख्न सक्दा कति मनोरञ्जन गर्दैछन् साथीहरू। यस्तो मनोरञ्जन गर्न पाउँदा त आउनु न हौ घुम्नलाई यतातिर। आउनुहोस् है आउनुहोस्, बबालाई छ समुद्रतिर घुम्नको लागि। एकदमै मौसम राम्रो रमाइलो, बिना पैसा फ्रीमा, पैसा लाग्दैन, फ्रीमा घुम्न मिल्छ। टिकट काट्नु पर्दैन, केही पर्दैन। आउनुहोस् है बच्चा बच्चीलाई लिएर आउनुहोस्। देख्न सक्नुहुन्छ बच्चाहरू कति रमाइलो मस्ती गरिरहेको छन्। हजुरलाई मार्केट पनि घुमाउँछु, भिडियोमा बनिरहनु होला। मार्केट कस्तो छ, कपडा मार्केट, ज्वेलरी मार्केट, पुरा समुद्र हो। देख्न हुन्छ चप्पलमा यस्तो सकमा छौँ हामी त। टक्कलाई टक 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 हिँड्ने हो, टक्क लाएर फेरि यस्तो गर्ने हो हामी त। टक्क ला साथी हो समुद्रको भिडियो आयो छल्को मार्दै। हामी चाहिँ यतातिर छौँ हो। हामी चाहिँ देख्न सक्नुहुन्छ यस्तै धन्नैले इमारत भत्काइदिन हो। पानीमा को रमाउन चाहनुहुन्छ? पानीमा खेल्न कसलाई मन लाग्छ गाइस? देख्न सक्नुहुन्छ वाह छल्को मार्दैछ, को मार्दैछ हो। यतातिर हो बाबालाई, बाबा छल्को मार्दै हामी चाहिँ यतातिर। गाई डर लाग्छ हो, डर लाग्छ।
हामीलाई डर लाग्छ के भाग्यो भाग्यो पानी आयो भने उभिनु पर्छ पानीले तान्दैन के नत्र त तानिहाल्छ हो देख्न सक्नुहुन्छ पानी नआए बेलामा सुई 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 हिँड्न पर्छ के यतातिर आज पानी आउँछ माथितिर खुट्टा गर्छ तल चाहिँ खुट्टा गर्दैन चप्पलसँग हिँड्न मिल्छ देख्न सक्नुहुन्छ चप्पलसँग गाइस वाउ भेटायो इन्जोय गरेछु नानी मलाई पनि तान्यो के देख्न सक्छ मेरो खुट्टा भिजेको हामी देख्न सक्नुहुन्छ छल्को बढेर आयो यतातिर हो गाइस को मान्छे यतातिर गाइस मेरो भोइस सुन्ने छैन भने भन्नु होला भोइसको आछेन टक्क लाएर हामी लाउरे कता हो लाउरे है रनिङ गर्दैछ गाइस त्यतातिर मैले चाहिँ यतातिर बोलाएँ छोरो पछि छोटे छ गाइस के न हो यो रातो देख्न सक्नुहुन्छ फेरि 60 डिग्रीमा घुमाइदिएको छु देख्न सक्नुहुन्छ कराउ आफ्नो चाहिँ यतातिर देख्न सक्नुहुन्छ बुवालाई मार्दैछ हामी त यतातिर हो आउनुहोस् आजको भिडियो कस्तो छ लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला कस्तो लाग्यो मेरो भिडियो आजको सिधै समुद्रमा लिएर आएको छु हजुरहरूलाई देख्न सक्नुहुन्छ पब्लिक कस्तो छ क्राउडी मान्छेको कस्तो छ देख्न सक्नुहुन्छ सबैले हजुरले फोटो खिच्न चाहनुहुन्छ भने देख्नुहुन्छ कति इन्जोय गरेछन् बच्चाहरू देख्न सक्नुहुन्छ इन्जोय गरेछन् बच्चाहरू मात्रै होइन बच्चाको आमा पनि इन्जोय गर्दैछ हामी फेरि हेरै दुश्मन हेरेको भनेर हामी त पानीमा हेरेको बाटै छैन कताबाट जाने हो यता अहिले जानु सक्दो जता घुस्न मन लाग्छ त्यतैतिर घुस्ने हो है जता घुस्न मन लाग्छ त्यतै घुस्ने हो आफू त खुल्ला बारामा चलाएर देख्न सक्नुहुन्छ क्राउड एरिया छ बबाले है मकै ल्याउँदैछौँ हामीले यो मकै ल्याएका छौँ अब मकै खाने हरियो मकै यो देख्न सक्नुहुन्छ इन्ट्री भित्र आउने गेट यो बाहिर जाने गेट हो बन्द गर्छ एउटै गेटबाट जाने आउने गरेको छ यो देख्न सक्नुहुन्छ पार्क यो रहिरहेको छ फुल देख्न सक्नुहुन्छ कति दामी बबाल फुल देख्न सक्नुहुन्छ है हामी ल्याएर देखाइदिन्छ हजुरलाई